चाहिन्छ हैन। यो इन्भाइरोमेन्ट रुख बिरुवाहरूको पनि पिस चाहिन्छ। पिस नभए भने केही पनि हुँदैन। So peaceful, I think we need to do. This will bring unity among humanity. This will create a harmonious society. When मेरो सोच चाहिँ त्यही कारणले त्यही पनि मैले गुरुको रूपमा सबैले सहयोग गर्ने मेरो कर्तव्य हो। विदेशको बिजनेस लिडर, यहाँको बिजनेस लिडर सबै मिलेर एउटा ठाउँमा हामीले राख्न सकेपछि यो नेपाल विकासको लागि पनि धेरै सहयोग हुन सक्छ भन्ने मेरो सोच हैन। अब त्यो गरेर देखाउनै पर्छ। अहिले त गरेर देखाउन सकेको छैन, पछि देखाउन सक्ने हामी आशा राख्दछु। त्यसो गरी जे कार्यक्रम चलिरहेको छ let us know। अनि अहिले यहाँ हाम्रो स्टाफहरू छ। लुम्बिनीबाट काठमाडौँ प्रवेश गर्दाखेरि उहाँ सपरिवार आउनुभयो। त्यतिखेर चाहिँ चितलाङमा उहाँले त्यो एउटा स्तूप बनाउनु भएको छ। त्यो अशोक स्तरमा त्यहाँ अहिले पनि हामीले हेर्न सक्छौँ। त्यो एउटा ऐतिहासिक र हाम्रो धार्मिक पौराणिक सबै एउटा धरोहर बोकेको ठाउँ हो। र अर्को भनेको गुरु पद्मसम्भवले ऋषेश्वरमा तपस्या गरेको भन्ने त्यो छ। अनि हामी त्यसलाई पनि लिङ्क गर्छौँ। भित्र चाहिँ जाँदैनौँ, तर त्यो बाटो भएर हामी हेटौडातर्फ जान्छौँ। र दोस्रो दिन चाहिँ हेटौडाबाट चितवन हुँदै बजार भन्ने ठाउँ गर्छौँ। बजारमा पिप्रहर होमस्टे छ, त्यहाँ थारू होमस्टेमा हामी बस्छौँ। र यसले चाहिँ हाम्रो हिमाल पहाड तराईको एउटा कल्चरल ब्लेन्डिङ गर्ने काम गर्छ भन्ने हामीले त्यो आशा राखेको छौँ। किनभने पहाड र तराईको कल्चरल जुन ग्याप छ त्यसलाई चाहिँ पहाडको मान्छेले तराईको कल्चर पनि बुझ्ने मौका पाउँछ। त्यहाँको रहन सहन, एक किसिमको त्यहाँको वातावरण बुझ्ने मौका पाउँछ। त्यो एउटा गर्छौँ। र त्यसपछि चाहिँ तेस्रो दिन हामी त्यहाँबाट भैरवा जान्छौँ।